है। कुनै शब्दमा अब कतिपय भन्छ जिस्किएर कस्तो नराम्रो रहेछ यो त काम नलाग्ने भनेर भन्यो भने त्यो काम नलाग्ने नै हो, त्यो नखानु। त्यो खाँदाखेरि त्यसले फाइदा चाहिँ गर्छ है। जिस्किएर अथवा खेलाचीको रूपमा हामीले गरेको भए पनि त्यो अग्राह्य हुन्छ, त्यो नगर्नु। अनि के भन्छन् शास्त्रले, बासी फोहर वस्तु मांस मदिरा दुर्गन्ध केही आउने, यस्ता अन्न कुनै नखानु व्रतमा रिसराग वृद्धि हुने। है बासी चिज नखानु, अर्काले पकायो यो घिउमा पकाएर राख्यो यो चल्छ होला, यो कहिल्यै पनि व्रतमा चल्दैन। अघि पछि पनि मोक्षको गतिविधि राख्नेले आफ्नो इच्छा सिद्धि होस् भनेर भगवानलाई पुकार्ने, आफ्नो कर्म व्यवस्थाभित्र रहनेले यी चिज नखानु। जुन दिन पकाएको छ पकाएको चिज त्यो पकाउने मान्छेले त्यो चिज ग्रहण गरेपछि त्यसको अस्तित्व सिद्धियो है। मान्छेले पकाएर मान्छेले भोजन गरेपछि त्यो भोजन सिद्धियो। अनि द्विपाचितम भनेको थियो, द्विपाचितम भनेको अहिले पकाउँदा पकाउँदै रह्यो, यति रह्यो, अब फ्रिजमा राखे त बेलुकी सजिलो हुन्छ भनेर फ्रिजमा राख्छौँ नि अहिले, त्यो फेरि तताएर खाने काम यो सर्वथा निन्दित हो। यति निन्दा बताएको छ, यो कहिले पनि नगर्नु। जति खाने हो त्यति पकाउनु, अब बेलुकीलाई बचे अनि खाउँला भनिन्छ, यो कहिल्यै पनि कर्तव्यनिष्ठ व्यक्तिको नियम होइन। कर्तव्यलाई त्याग्ने व्यक्तिले सुख खोज्छन्, अहिले पकायो भने बेलुकीलाई हुन्छ भन्ने लाग्छ। अब कस्तो बन्ने निर्णय आफू गर्ने हो, शास्त्रले त बाटो देखाइदिने मात्रै। हजुर त्यो खानै नहुने आचरणले हामीलाई हाम्रो अस्तित्व राख्ने, तर कर्म नै जे मूलभूत उद्देश्य नै त्याग्यौँ भने चाहिँ काम छैन। आफू पतन नहुने गरी सुख खोज्नु, त्यो अनुसारका चिजहरू जुटाउनु जसबाट आफू पतन नभइयोस् है। आफ्नो संस्कार पनि बचोस्, आफ्नो परम्परा अनुसारको व्यवस्था पनि बचोस् है। हामीलाई सिकाएको शिक्षा नीति दर्शन वातावरण पनि नहोस् हो। तिनलाई बचाएर यदि सबै चिजले भरिपूर्ण हुन चाहन्छ भने केही फरक पर्दैन है, केही फरक पर्दैन। जुन चिजले हामीलाई बिगार्दैन भने त्यो चिज हामीसँग भएर नराम्रो होइन नि, राम्रो हो। तर जुन चिजको संरक्षण गर्दा गर्दै आफ्नो कर्म व्यवस्था आचरणहीन भएर बाँचिन्छ भने त्यति बेला त्यो चिज दोष हो। यस्तो मर्यादा सबैले राख्नु। अनि जे चिज आफूले ग्रहण गरिँदैन, आफूलाई तिरस्कार लाग्यो है, नराम्रो लाग्यो, त्यो भगवानलाई पनि नदिनु। शास्त्रको नियम के छ भने आफूलाई जुन विषयलाई देखेर मनमा श्रद्धा छ, यो राम्रो हो भन्ने छ भने त्यही राम्रो भगवानलाई चढाउनुहोस्।